जामनगवाजको तान्त्रिक शक्ति। जोजलपा नमस्कार। आज काठमाडौँ उपत्यकामा पुर्खौँदेखि सुनिँदै आएको एउटा रोचक किम्वदन्ती सुनाऊ। जामनगवाज काठमाडौँको कि पाटनको? काठमाडौँका मानिसले उहाँले काठमाडौँको भन्छन्, पाटनका मानिसले पाटनको। धेरै पुरानो कथाअनुसार उहाँको पुर्खौली घर भने पाटनको टङ्गल क्षेत्रमा रहेको भनिन्छ। एकपटक भारतबाट आएका एक चटकीले पाटमा आफ्नो चमत्कार देखाउँदै थिए। उनले जिउँदै मानिसको मुटु निकालेर पनि केही नहुने चटक देखाइरहेका थिए। मानिसहरूको ठुलो भिड उनको चमत्कार हेर्न जम्मा भएको थियो। यो कुरा थाहा पाएपछि जामनगवाजले एउटा मानिसले पालै पाल भएको डोकोमा पानी बोकेर त्यहाँ पठाएछ। अचम्म, डोकोबाट पानी चुहिएन। सबै मानिसहरू त्यो दृश्य हेर्न दौडिए। भारतीय चटकीले पनि आफ्नो चटके शक्तिले डोकोको पानी सबै झारिदिए। जामनगवाजले यो अपमान जस्तो लागेछ। त्यसपछि उनले चिलको रूप धारण गरेर चटकेले बाहिर निकालिएको मान्छेको मुटु टिपेर उड्यो भन्ने किम्वदन्ती छ। मुटु हराएपछि भारतीय चटके आटिए। अन्ततः उनी सोध्दै जामनगवाज कहाँ पुगे। त्यहाँ पुगेपछि उनले अझ अनौठो दृश्य देखे। घरमा उनकी श्रीमतीले आफ्नै खुट्टाको आगोमा रक्सी बनाइरहेको देख्यो। चटकीले आफू जामनगवाज भेट्न आएको सुनायो। जामनगवाजको श्रीमतीले उहाँ बाख्रा चराउन गएको बताइन्। चौरमा पुग्दा उनले एउटा विशाल रुखको फेरमा सुतेर खुट्टाको औँलाले रुखको टुप्पो तानेर बाख्रालाई पात खुवाइरहेको दृश्य देखेछन्। त्यो देखेर भारतीय चटके आफ्नो हार स्वीकार्दै क्षमा मागेर मानिसको मुटु फिर्ता पाएपछि मात्र फर्किएको किम्वदन्ती आज पनि उपत्यका धेरै ज्येष्ठ नागरिकहरू सुनाउने गर्छन्। यो घटनाको ऐतिहासिक प्रमाण भने भेटिएको छैन, तर नेवार समाजमा जामनगवाजको नामसँग जोडिएका यस्ता किम्वदन्तीहरू आज पनि उत्तिकै जीवित छन्। तपाईँले पनि जामनगवाजबारे यस्तै कुनै कथा सुन्नुभएको छ भने कमेन्टमा अवश्य लेख्नुहोस्।